एभ्रिवान जय मसी नमस्ते सेवा सबैजनालाई। आज चाहिँ म बहिनीको हेयर स्टाइलिङ प्लस साडी ड्रेपिङ गर्न गइरहेको छु। सो म यो सबै तपाईँहरूलाई सबै भिडियोमा देखाउने छु, हेर्नुहोस् ल। अनि उहाँ चाहिँ रहेको छ आजको क्यामराम्यान। सो म्याडमलाई आज फेरि राम्री बनाएर पठाउनु पर्ने अरे बिहामा, सोल्टीहरू आउँछ अरे। कुन चाहिँ सोल्टी पठाइरहेको यम्मा भन्ने सोल्टीहरू आउँछ पैसावाला। स्विटीलाई पनि देखाइदिनु पर्यो, काम गर्दैछ। हाई बोल न। लुज कल चाहिएको अरे क्या, टाइट पनि होइन अरे। म्याडमको पनि फेरि साह्रो छ नि उयसहरू पुऱ्याउनु। उसको म्याडमको फाल्टै छ अर्डर फेरि। उसको पुरै डिमान्ड पुरा गर्नु थाल्यो भने त पतिदेव त के हुन्छ होला, त्यो त मलाई मात्रै थाहा छ। डिमान्ड खतरा हुन्छ उसको। तर एक्स्ट्रा वान पिस देख्छ नि फेरि ल्याबो भन्छ। जिन्दगानी दर्पण छाया भने जस्तै छ डोलमाको पनि। तिम्रो काम गरेर गरेर हाम्रो जस्तो जस्ट किडिङ बेबी। सो हाम्रो चाहिँ काम चलिरहेको छ। बहिनीलाई ब्युटिफुल बनाएर पठाउनु पर्छ। अनि ज्वाइँ लिएर आउँछ अरे, कालो ज्वाइँ। यस्तै छ हाम्रो काम, अब गर्नु पऱ्यो। मान्छेलाई राम्रो बनाउने, इन्डस्ट्रीमा पसेपछि राम्रो बनाउनै पऱ्यो होइन। आफू पनि कोही कोही बेला यसरी राम्रो हुनु पऱ्यो। साइड कम्प्लिट भयो हेर्नुहोस्, वान साइड देखाइदिनु पनि अब अर्को साइड हुन्छ। हामी सबै कम्प्लिट गरेर चाहिँ तपाईँलाई देखाउँछु है, कस्तो राम्रो देख्छ हाम्रो रुममा। कस्तो लाग्यो तपाईँहरूलाई हेर्नुहोस् है, बनाउने चाहिँ हाम्रो यो आज डोलमा भन्ने केटी बिहामा जाँदैछ हो। क्लाइन्ट छोडी 3000को सर्टी छोडी ऊ बिहामा जानु डोबाइरहेको छ। जाओस् आज कुन चाहिँ कार्य चाहिँ आज कुन चाहिँ कार्य चाहिँ ठहरे उनी भयो यहाँको कार्य। अनि यहाँ दिदीले चाहिँ हेयर स्टाइल गरिदिनु हुँदैछ, पछि साडी ड्रेपिङ पनि गरिदिनुहुन्छ, अलिअलि मेकअप पनि। फिनिसिङ चाहिँ बादमा हेर्नु होला, अहिले चाहिँ यो चाहिँ टेलर हो। पिक्चर त अघि बाँकी है मेरो दोस्त। भने यो चाहिँ लङ लास्टिङको लागि अब कत्रो यो कडा हो, सानो स्पिडले त चाहिँ जाँदैछ नि त। यता अनाउनु दामी भन्छ यो इन्डियाले पाकिस्तानलाई तो पनि यो खालको छोड्दैन होला। हेर त क्या डर लाग्दो। त्यो स्प्रे लगाएर मजाको भयो, सेटिङ जस्तो बस्छ भयो। यस डन नाउ क्यान सी। अब यता एकछिन उठेर यहाँ हाम्रो फाइनल लुक घुमी घुमी देखाउनु परेन। डुप्लिकेट लगाएर खिचिदियो हाम्रो कान्छीलाई। टर्न अराउन्ड बेबी। यस्तो दामी छ। क्यामेराको घुमाउ घुमाउ खोइ तपाईँको लाइट मेकअप आएन त।
प्लेटिङ त गरेको निकालिदिन्छु त म कस्तो क्यामेरा घुमाइ गर्छु नि के थाहा तपाईँलाई ल यस्तरी आम्बो यत्रो लम्बा फाइनली हाम्रो मोडल रेडी भइसकेको छ मोडल यता मेकअप गरेको छैन एकछिन मेकअपको बान्छे मेकअप पनि गर्नु पर्यो ए लगाएको पनि देखाउनु पर्यो नि लास्टमा यो के भन्छ के भयो यो चाहिँ नि यो साइडमा कहाँ आउँछ त फाइनली मैले चाहिँ बहिनीको हेयर स्टाइलिङ प्लस साडी ड्रेपिङ गरेर सकिसकेको थिएँ अनि यहाँदेखि उता चाहिँ मैले जति पनि रेकर्ड गरेको भोइसहरू छ सबै म्युटमा गर्दै थिएँ किनभने सलुनमा चाहिँ म्युजिक बजिरहेको थियो नि त अनि त्यही भएर चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ मैले म्युजिकहरू म्युट गरिदिएँ किनभने अब म त भर्खर नयाँ अब कपिराइटहरू के कसो गर्दा लाग्छ त्यो पनि त्यति बेसी याद छैन तर म्युजिक चाहिँ बजिरहेको थियो त्यही भएर म्युजिक नसुनोस् भनेर चाहिँ मैले यो के अरे भोइसलाई मैले म्युट गरिदिएँ अनि बहिनीलाई मैले कस्तो लाग्यो भनेर कस्तो भयो भनेर सोधिरहेको थियो अनि उसले पनि दामी भयो थ्याङ्क यू दिदी भनिरहेको थियो अनि लास्टमा यहाँनिर बहिनीलाई खै तिम्रो लुक्सहरू त साइडबाट यताबाट उताबाट हेरौँ भनेर भनिरहेको थियो अनि फाइनल्ली हामीले सकेर बहिनी पनि खुसी थियो उसले पनि अनि यसरी गर्दा पनि राम्रो देख्ने रहेछौ भन्दै भनिरहेको थियो होइन उसले पनि अनि लास्टमा चाहिँ मैले यो उसको कामहरू सबै सकेर यो भिडियो बनाइसकेँ सो थ्याङ्क यू एभ्री वान सबैजनाले हेरेर लाइक सेयर कमेन्ट अनि सब्सक्राइब फलो गर्नु नबिर्सिदिनु होला थ्याङ्क यू बाई